भनेको कोनिक नाप के त एउटा जुन कोन हुन्छ नि कोन हाम्रो जुन कोन बनेको हुन्छ त्यसको नाप हामी गर्छौँ आज र त्यसको नाप गरेर हामी कुनै पनि कोनको नाप कसरी गरिन्छ र त्यसको युनिटहरू के त युनिटहरू हामी त्योहरू आज हेर्नेछौँ नाप गर्ने तरिका नापको युनिट तिनीहरू हेर्नेछौँ हेर त कोन नाप गर्ने भनेको के लिएर हो त प्रोटेक्टर लिएर हो हामी सबैले गरेकै हो के त सबैले गरेकै हो प्रोटेक्टर लिएर तिमी एंगल नाप्छौ यसरी 0 10 20 यसरी गर्छौ नि यसरी हामी एंगल नाप्छौ यताबाट नाप्नु पर्यो यताबाट नाप्छौ है त त्यसरी हामी एंगल नाप्छौँ तर एंगल दुई तरिकाको नापिन्छ के त दुई तरिकाले नापिन्छ आज तिमी नयाँ कुरा थाहा पाउँछौ हेर त एउटा कोण यहाँ दिएको छ कि छैन हेर त यो कोणको यदि तिमीले एंगल यसरी लेख्यौ के त यदि तिमीले एंगल तलदेखि माथि हेर्यौ हेर त एउटा घडी हुन्छ नि घडी त्यो घडी कसरी घुम्छ भन त त्यो घडी घुम्ने भनेको यसरी हो कि होइन हेर त हो कि होइन हेर त घडी जहिले पनि घुम्छ के डाइरेक्सनमा त नेगेटिभमा के त नेगेटिभलाई हामी घडीलाई के भन्छौँ त नेगेटिभ के त घडी के हो त नेगेटिभ डाइरेक्सनमा घुम्छ अब हेर त अब जब एंगल नाप्छौ नि तिमी तर तिमी घडीको दिशामा नाप्यौ भने तिम्रो के भयो त नेगेटिभ र घडीको उल्टो दिशामा के त घडीको उल्टो दिशामा नाप्यौ भने त्यसलाई के भन्छ त पोजिटिभ भन्छौँ हामी ल त हेर त यो घडीको नेगेटिभमा छ कि पोजिटिभमा हेर त यो घडीको उल्टो दिशामा छ कि छैन अब हेर घडीको उल्टो दिशामा नाप्यौ भने त्यसलाई हामी भन्छौँ पोजिटिभ एंगल ठीक छ नि अनि हेर त यदि हामीले घडीको उल्टो दिशामा जस्तातिर घडी घुम्छ त्यतैतिर नाप्यौ भने यसलाई भन्छ नेगेटिभ एंगल यो यदि 30 डिग्री को छ भने यसलाई हामी भन्छौँ प्लस 30 डिग्री है त तर एंगल सेम छ तर उल्टो डाइरेक्सनमा नाप्यौ भने यसलाई हामी भन्छौँ माइनस 30 डिग्री हेर अलमोस्ट दुवै काम सेम हो दुवै कुरा सेम हो है त तर हामी ट्रिग्नोमेट्रीमा पढ्दाखेरि कहिलेकाहीँ काम लाग्छ र दुवैलाई सेम मान्न मिल्दैन त्यसैले हामी यसलाई सेम भन्दैनौँ यसलाई प्लस भन्छौँ र यसलाई माइनस भन्छौँ ठीक छ ल अब हामी हेरौँ डिग्री नाप्ने तरिकाहरू के हुन्छ त हेर त डिग्री नाप्ने भनेको तीनवटा सिस्टमले हो के त तीनवटा सिस्टमले हो यसलाई एउटा के छ त सेक्जाडेसिमल सिस्टम के त सेक्जाडेसिमल सिस्टम है त सेक्जाडेसिमल सिस्टम यसलाई के भन्छ त सेन्ट्रिसिमल सिस्टम र अर्को के छ त सर्कुलर सिस्टम हेर त अब हेर सेक्जाडेसिमल सिस्टमलाई के भनिन्छ भने सेक्जाडेसिमल सिस्टमलाई सर्ट द सान्सक भन्छ के त सर्ट द सान्सक पद्धति र सेन्टिसिमल सिस्टमलाई के भन्छ भने शतांशक पद्धति के त शतांशक पद्धति र सर्कुलेटरी सिस्टमलाई वृत्तीय नाप पद्धति है त अब हेर सेक्जाडेसिमल सिस्टम छ नि के त सर्ट द सान्सक सिस्टममा यसमा के हुन्छ भने एंगलहरू डिग्रीमा नापिन्छ के त डिग्रीमा नापिन्छ अर्को मिनटमा नापिन्छ अर्को सेकेन्डमा नापिन्छ हेर त यो डिग्री हो यो मिनट हो र यो सेकेन्ड हो यसलाई के भन्छ यसरी डिनोट गरिन्छ है त यो डिनोट गर्ने तरिकाहरू हुन् र के त सेन्टिसिमल सिस्टम के त शतांशक सिस्टममा के हुन्छ भने ग्रेडमा नाप्छ के त ग्रेडमा नाप्छ ग्रेडमा मिनटमा र सेकेन्डमा नाप्छ यसरी हुन्छ र हेर के हुन्छ भने वृत्तीय नाप सिस्टम छ नि यसमा के हुन्छ भने रेडियनमा नाप्छ के त रेडियनमा नाप्छ यसलाई के भन्छ हामी रेडियन भनेको केहीको पावर जस्तो ए छ भने ए रेडियन ए को पावर सी भनेर हामी डिनोट गर्छ त्यसलाई के भन्छ त रेडियन यसरी के गरिन्छ त भने डिग्रीहरू नापिन्छ भनेको डिग्री मेजरमेन्ट अफ एंगल एउटा के भयो त जुन एंगल छ नि यो मेजर गर्ने के भयो त तरिका डिग्री यो डिग्री मात्र होइन यो के हो त मेजरमेन्ट अफ एंगल हो है त यो के त मेजरमेन्ट अफ एंगल डिग्री कुनमा पर्छ त सेक्जाडेसिमल सिस्टममा पर्छ ल यति त बुझ्यौ अब हामी हेर्छौं सेक्जाडेसिमल सिस्टमको बारेमा मजाले पढौं आजको क्लासमा है त ल सेक्जाडेसिमल सिस्टम अब हेरौं हेर त सेक्जाडेसिमल सिस्टम जो अहिले अघि मैले भनिसके यसमा के हुन्छ त एउटा डिग्री हुन्छ है त डिग्री हुन्छ अर्को मिनट हुन्छ र
सेकेन्ड हुन्छ नि। अब के छ भने यो सिस्टमले के भन्छ भने एउटा राइट एंगल भनेको के त एउटा राइट एंगल भनेको 90 डिग्री हुन्छ है त। यसले के भन्छ भने एउटा राइट एंगल भनेको समकोण के त समकोण राइट एंगल के त राइट एंगल लाई के भन्छ त समकोण है त। एउटा राइट एंगल भनेको एउटा जुन समकोण छ नि यसलाई यो सिस्टम के भन्छ त 90 डिग्री भन्छ है त। यो सिस्टमले 90 डिग्री भन्छ। अनि अर्को के भन्छ भने 1 डिग्री बराबर के हुन्छ त 1 डिग्रीलाई के भन्छ त 60 मिनट भन्छ र 1 मिनटलाई के भन्छ भने 60 सेकेन्ड भन्छ। यो के हो त यो सिस्टमको के हो त यसले यो सिस्टमले यसलाई भनेको हो कि 1 डिग्री बराबर 60 मिनट है त र एउटा राइट एंगल बराबर 90 डिग्री र 1 मिनट बराबर के त 60 सेकेन्ड हुन्छ भनेर यो सिस्टमले भन्छ है त। अब हेर यो भनेको के हो त डिग्री याद राख डिग्री मिनट र सेकेन्ड ठीक छ नि। ल अब हेर त एउटा कुनै पनि तिमीलाई डिग्री छ के त कुनै पनि डिग्री छ हेरे यहाँ हेर डिग्री छ अर्को के छ त मिनेट छ अब के छ त सेकेन्ड छ। हेर त तिमीलाई डिग्री देखि मिनटमा चेन्ज गर्नुपर्ने भयो के त डिग्री देखि मिनटमा चेन्ज गर्नुपर्ने भयो भने तिमी के गर्ने मिनट देखि सेकेन्डमा चेन्ज गर्नु पर्यो भने तिमी के गर्ने। हेर त मैले अघि के भने 1 डिग्री बराबर के त 1 डिग्री बराबर कति सेकेन्ड हुन्छ त 60 सेकेन्ड हुन्छ भने कि भनेन त 1 डिग्री बराबर 60 सेकेन्ड भयो भने 1 देखि 60 पुनः के भयो त मल्टिप्लाई भयो 1 मा 60 ले मल्टिप्लाई भयो भने 60 बनेको बनेन। हेर त यहाँ 1 डिग्री थियो है त यहाँ 60 मिनट भयो हो कि भएन त 1 लाई के गरेर 60 भयो त 60 ले मल्टिप्लाई गरेर भयो त्यसले 1 डिग्री बराबर 60 मिनट हुनको लागि डिग्रीमा 60 ले मल्टिप्लाई गर्दाखेरि मिनटमा चाहिँ आउँछ। हेर त अब मिनटलाई सेकेन्डमा लैजानु छ है त मिनटलाई सेकेन्डमा लैजानु छ भने यहाँ के भने त अघि मैले के भने 1 मिनट बराबर 60 सेकेन्ड भनेको यहाँ पनि मल्टिप्लाई गर्ने 60 लिएर है त। ल अब के गर्ने भने सेकेन्ड देखि मिनटमा ल्याउने के त सेकेन्ड देखि मिनटमा ल्याउने। हेर त अब तिमी सेकेन्ड देखि मिनटमा ल्यायो भने हेर मिनट देखि सेकेन्डमा ल्याउँदाखेरि 60 ले मल्टिप्लाई गर्ने सेकेन्ड देखि मिनटमा ल्याउनका लागि 60 लिएर डिभाइड गर्ने है त। अनि मिनेट देखि डिग्रीमा लैजानको लागि हामी के गर्नु त फेरि 60 लिएर डिभाइड गर्ने है त। ल यसरी के हुन्छ त हामी डिग्रीबाट मिनट मिनटबाट सेकेन्ड सेकेन्डबाट फेरि मिनट मिनटबाट डिग्रीमा लैजान सकिन्छ। यो के हो त हाम्रो तरिका हो डिग्री र मिनटमा चेन्ज गर्ने है। ल अब हामी के सिक्छौं भने एउटा इक्जाम्पल लिने है त। ल एउटा इक्जाम्पलमा हेर्दाखेरि हामी के हेर्छौं भने हेर यहाँ एउटा क्वेशन दिएको छ 50 डिग्रीलाई के त 50 डिग्री छ है त अनि 40 मिनट छ र 55 सेकेन्ड छ। यसलाई के भनेको छ भने तिमी के अरे यसलाई तिमी चेन्ज गर केमा त सेकेन्डमा के त यसलाई तिमी सेकेन्डमा चेन्ज गर। अब हेर त डिग्री पनि छ मिनेट पनि छ सेकेन्ड पनि छ। हेर त डिग्रीलाई सेकेन्डमा चेन्ज गर्नको लागि के गर्नु पर्यो त 50 डिग्री छ नि। अब 50 डिग्रीलाई सेकेन्डमा चेन्ज गर्नको लागि 50 इन्टु के त हेर त 60 हेर त 50 डिग्रीलाई 60 ले मल्टिप्लाई गर्दाखेरि अघि मैले के भने डिग्रीलाई 60 ले मल्टिप्लाई गर्दाखेरि के हुन्छ त यो के जान्छ त मिनेटमा जान्छ अनि यो मिनेटलाई फेरि 60 ले मल्टिप्लाई गर अनि यो सेकेन्डमा जान्छ है त। अब प्लस हेर त यतिको काम गरिहाल्यौं है त। अब के गर्नु त अब यसको काम गर्ने 40 वालाको काम गर्ने है त। अब हेर यो 40 छ नि यो 40 त मिनेटमा छ अब 40 लाई फेरि तिमी सेकेन्डमा लानु पर्ने भयो त इन्टु 60 गर्दाखेरि
सेकेन्डमा जान्छ कि जाँदैन? जान्छ। त्यस्तै हेर अब यो 55 सेकेन्ड छ। हेर त 55 भनेको सेकेन्डमै छ नि, अनि सेकेन्डमै लान भनेको छ नि। त हेर त जुन सेकेन्डमै छ त्यसलाई सेकेन्डमै लानुपर्ने भनेको किन केही गर्ने? जस्ता त्यसै जोड्दिन। अब हेर त तिमी यो सबैलाई मल्टिप्लाई गर। के गर्ने त? सबैलाई मल्टिप्लाई गर, अनि यसलाई मल्टिप्लाई गर, अनि योलाई सबैलाई जोडिदेऊ, अनि तीनटैलाई जोडेर के त? तीनटैलाई जोडेर एन्सर आउँछ। त्यो एन्सर कमेन्ट गर कति हुन्छ है त। ल एउटा अझै क्वेसन गरिदिन्छु ल, हेर तिमी। अर्को क्वेसन के छ भने तिमीलाई 30 डिग्री कति त 30 डिग्री दिएको छ, 30 डिग्री 45 मिनेट र 20 सेकेन्ड दिएको छ है त। यसलाई के भने त सेम सेकेन्डमा लाने, अघि जस्तै सेकेन्डमा लाने। ल त हेर त अब 30 डिग्री 45 मिनट 20 सेकेन्ड सिकाइसकेको छु म। 30 डिग्री इन्टु 60 इन्टु 60 गरेपछि यो पनि सेकेन्डमा गयो, प्लस 45 मिनेट छ। मिनेटलाई तिमी सेकेन्डमा चेन्ज गर्छौ भने यसलाई पनि 60 ले मल्टिप्लाई गर्ने, सँगै फेरि 20 सेकेन्ड छ भने यसलाई जस्ताको त्यस्तै जोडिदिने है त। अनि सबै सेकेन्डमा गयो कि गएन? गयो। अब हेर त यसलाई अब सबैलाई मल्टिप्लाई गर्यो भने कति आउँछ त 108,000 प्लस 2700 प्लस 20 र सबैलाई तिमीले जोड्यो भने कति पुग्छ त 110,720 सेकेन्ड। यति के भयो त सेकेन्ड भयो। त्यस्तै एउटा अझै क्वेसन गर त, यो मानौ ए नम्बर भयो भने त्यस्तै एउटा अझै तिमीहरू क्वेसन गर त। जति प्र्याक्टिस गर्छ त्यति आउँछ। हेर त 40 डिग्री है त 40 डिग्री 2 मिनेट 3 सेकेन्ड। हेर त यो छ नि एउटा क्वेसन, यो क्वेसनलाई तिमी सेकेन्डमा चेन्ज गर। के त सेकेन्डमा चेन्ज गरेर देखाऊ। ल अहिले सेकेन्डमा चेन्ज गर ल त। ल त्यस्तै हामी के गर्ने त एक दुईटा क्वेसन अझै हेरौँ, ठिक छ। ल अर्को क्वेसन के छ भने हामी कन्भर्ट इन्टु डिग्री। के त कन्भर्ट इन्टु डिग्री। अब हामीले के भन्छ डिग्रीमा चेन्ज गर्ने, लास्टमा फाइनल आन्सर के निकाल्ने त डिग्रीमा। एउटा क्वेसन छ ए नम्बर मानौ 22 डिग्री 30 मिनेट 20 सेकेन्ड है त। यो डिग्रीमा दिएको छ, डिग्रीमा लैजान भनेको छ। केमा लाने त्यसलाई? डिग्रीमा लैजान भनेको छ। हेर त यो डिग्रीमा छ कि छैन? अघि जसरी सेकेन्डलाई सेकेन्डमै छोड्यौँ त्यस्तै यो त डिग्रीमै छ, त यसलाई डिग्रीमै छोड्ने। त 22 डिग्री प्लस अब हेर त 30 मिनेटलाई मैले अघि के भनेको थिएँ, मिनेटलाई डिग्रीमा चेन्ज गर्नु छ भने मिनेटलाई के ले डिभाइड गर्ने त 60 ले डिभाइड गर्ने, प्लस फेरि अनि सेकेन्डलाई डिग्रीमा चेन्ज गर्नु छ भने हेर त के थियो डिग्री मिनेट अनि सेकेन्ड थियो नि, यहाँदेखि 60 फेरि 60 है त। अनि सेकेन्डदेखि डिग्री भनेको यहाँदेखि एक पटक 60 दुई पटक 60 भनेको दुई पटक 60 डिभाइड गर्नु पर्यो। त 20 डिभाइड 60 अनि यो सबैलाई फेरि डिभाइड बाई 60 है त। यसरी गर्यो भने 22 डिग्री जस्ताको त्यस्तै हुन्छ, प्लस यसको भ्यालु 0.5 आउँछ, प्लस यो सबैको भ्यालु क्यालकुलेटरमा हाल, तिम्रो भ्यालु आउँछ 0.0055 आउँछ। अनि सबैलाई तिमी जोड के हुन्छ त 22 प्लस 22.5056 आउँछ। यो के हो त एन्सर है त। ल यसरी के गर्ने त 22 डिग्री 30 मिनेट र 20 सेकेन्डलाई डिग्रीमा लग्न सकियो। त्यस्तै एउटा क्वेसन गर तिमीहरू र कमेन्ट गर है त। के छ त 29 डिग्री 120 मिनेट अनि 30 सेकेन्ड। हेर त यो एकदमै इजी क्वेसन छ। ल यसलाई सोल्भ गरेर कमेन्ट गर यसको एन्सर। ल है त, धन्यवाद। सेक्सोडेसिमल सिस्टम पढिसक्यौ। अब हामी के पढ्ने त सेन्टिसिमल सिस्टम। यो सेन्टिसिमल सिस्टम हामी अर्को दिन पढ्नेछौँ। ल